सबैजनालाई ख्रीष्ट अभिवादन, जय मसीह भन्न चाहन्छु म तपाईँहरूको बिचमा फेरि पनि आज एकदम राम्रो अनि असल तपाईँको जीवनको लागि एकदम उत्साह र प्रोत्साहन हुने मैले वचनको खण्ड लिएर आएको छु। सबैजनाले सुनेर यसबाट आशिष प्राप्त गर्नुहुनेछ र तपाईँको जीवनमा लागू गर्नुहुनेछ र एकचोटि तपाईँले यो बाइबलको पद खोलेर हेर्नुहुनेछ। भन्दै गर्दाखेरि म तपाईँको बिचमा म पाठ गर्न चाहन्छु अनि प्रकाश 2:5 यहाँ यसरी लेखिएको छ, यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाउने छु। पढाइमा प्रभुले आशिष गर्नुभएको होस्। वचनले स्पष्टसँग भन्छ तिमी कहाँबाट खसेका छौ, हैन? सम्झ, पश्चाताप गर। अनि यो हाम्रो जीवनमा हामी कहाँ चुकेका छौँ, कहाँ खसेका छौँ, कहाँ गलेका छौँ, कहाँ दुर्बल भएका छौँ, कहाँ कमजोरी भएका छौँ, होइन? कहाँ हामी चाहिँ एकदम त्यो एउटा हाम्रो शारीरिक रूपमा होस्, आत्मिक रूपमा हामी गलिन भएका छौँ। त्यो कुरालाई हामीले सम्झिनु पर्ने हुन्छ, स्मरण गर्नुपर्ने हुन्छ। काहीँ मैले त गल्ती गरेँ होला, होइन? म कहीँ चुकेँ होला, म बोल्ने कुरामा चुकेँ कि, म खाने कुरामा चुकेँ कि, म कसैलाई केही भन्दै गर्दाखेरि चुकेँ कि, होइन? मेरो ड्रेसअपले कहीँ केही मिस्टेक भयो कि, होइन? र मेरो कुनै बोलीचाली, मेरो व्यवहारले कसैलाई आघात पुग्यो कि, होइन? अनि म कहीँ हिँड्दै गर्दाखेरि म कहीँ गलत बाटोमा त मैले हिँडिनँ 2-4 पाइला। सबै कुराहरूलाई तपाईँ कहाँ खस्नुभयो, होइन? त्यहाँ तपाईँले त्यसलाई स्मरण गर्नुपर्ने हुन्छ, त्यसलाई बुझ्नुपर्ने हुन्छ र तपाईँले सम्झिनुपर्ने हुन्छ। र त्यहाँ नत्र त्यहाँ हामीले के गर्नु, पश्चाताप गर्नुपर्ने, त्यो सम्झिने, होइन? हामीले हाम्रो हरेक पास्ट, होइन? हाम्रो हरेक पास्ट म कहीँ गल्ती गरेँ, काहीँ न काहीँ गल्ती गरेँ होला के, होइन? मैले काहीँ न काहीँ गल्ती गरेँ। म कसैलाई झुट बोलेँ कि, होइन? या म कसैलाई नराम्रो शब्दले घोचेँ कि, पिडुलेँ कि, होइन? त्यो सबै कुराहरूलाई तपाईँले मनन गर्नुपर्ने हुन्छ। प्रियजनहरू, आज वचनले हामीलाई यस्तो तरिकाले सिकाएको छ कि तैँले गल्ती गरिस्, मान्छे होस्, तर फर्क, सम्झ, होइन? सम्झ अनि पश्चाताप गर। होइन भने, अब अर्को कुरो के छ भने, होइन भने म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाउने। यदि हामीले हाम्रो गरेको गल्तीलाई भुल, होइन, हाम्रो ती सबै अज्ञानताहरूलाई हामीले स्वीकार गरेनौँ भने, पश्चाताप गरेनौँ भने, फेरि प्रभुको मार्ग र उहाँको मार्ग दिशामा हामी हिँड्न सकेनौँ र जानेनौँ भने उहाँले सिधै भन्नुभएको छ कि तिम्रो सामदान त्यसको ठाउँबाट म हटाउनेछु भन्नुभएको छ, है? यदि प्रभुले हामीलाई छोड्नुभयो भने, व्यवस्था गर्नुभयो भने, हामीलाई, होइन, प्रभु पर उभिएर यो के गर्छ त यसले अब भनेर हेर्दै बसिदिनु भयो भने हामी केही पनि होइनौँ। प्रभु बिना हामी केही पनि होइन, केही गर्न सक्दैनौँ। त्यसकारण हामीले पश्चाताप गर्नुपर्छ, भय योग्य जीवन जिउनु, पवित्रतामा जिउनुपर्छ, धार्मिकतामा जिउनुपर्छ। हामी असल जीवन जिउन जान्नुपर्छ। अनि मात्रै हामीले के गर्नुपर्छ, प्रभुको महिमा गर्न सक्छौँ, प्रभुको आदर गर्न सक्छौँ, सम्मान गर्न सक्छौँ, एकअर्काप्रतिको सद्भावलाई हामीले बाँडचुँड गर्न सक्छौँ। यदि हामी आफैमा म ठिक छु है, म ठिक छु भन्न थाल्यौँ भने हामी कदाचित पनि परमप्रभुलाई प्रेम गरेका छैनौँ र हाम्रो पापबाट हामीले स्वीकार गर्दैनौँ भने हामी सही मार्ग र सही दिशा र सही गन्तव्यमा हामी पुग्न सक्दैनौँ। त्यसकारण प्रिय मित्रहरू, पश्चाताप गर्नुहोस्, पश्चाताप गर्नुहोस्, सुधार्नुहोस्, बानी सुधार्नुहोस्, बोली सुधार्नुहोस्, व्यवहार सुधार, खानपिन सुधार्नुहोस्, तपाईँको लगाउने ड्रेसअप सुधार्नुहोस्, तपाईँको साथी सङ्गीसँग हिँडडुल गर्ने त्यो एउटा शैलीलाई परिवर्तन गर्नुहोस्, तपाईँको छिमेकीसँग बोल्ने कुराहरूलाई तपाईँले परिमार्जन गर्नुहोस्, तपाईँको परिवारमा सद्भाव बढाउनुहोस्, परिवारमा प्रेम बढाउनुहोस्, होइन? वचनले त्यो भन्छ। यदि तपाईँले वचनलाई व्यवस्था गर्दै हुनुहुन्छ भने, तपाईँले गरेको कुकर्मलाई तपाईँले स्वीकार गर्नु हुँदैन भने याद गर्नुहोस्, तपाईँ एक दिन अवश्य रुनुहुन्छ। यो घोषणा हो। यदि प्रभुबाट हो भने ढिलै होला, तर खुसी त्यहाँ छ, हर्ष त्यहाँ छ,
उमङ्ग त्यहाँ छ, शीतल छाहारी त्यहाँ छ। यदि तपाईँ गलत तरिकाले, गलत ठाउँबाट तपाईँले गलत उपहास, शान्ति र तपाईँ सुख विलास प्राप्त गर्न खोज्दै हुनुहुन्छ भने याद गर्नुहोस् त्यो प्रभुबाट होइन नै भने क्षणिक लाभ लिन सक्नुहोला, तर एक दिन रुनु पर्छै पर्छ। किनभने यो कुरा यथार्थ हो। हामीले खुद सानोतिनो कुराहरूलाई हामीले झेल्दै आएको पनि हौला। हाम्रो जीवनमा हामीले बुझ्न सक्छौँ, होइन? तर हामीले कति कुराहरू हामी देख्न पनि सक्छौँ समाजमा यस्ता कुराहरूलाई। त्यसैले वचनलाई कहिले पनि ख्याल ठट्टा नसम्झौँ प्रिय मित्रहरू। हो, तपाईँले जिउँदै गर्दाखेरि तपाईँको जीवनलाई तपाईँले कतिको बेटर देखाउन खोज्दै हुनुहुन्छ, त्यत्तिकै तपाईँले प्रभुलाई प्रभु 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 प्रभु, यदि तपाईँको हरेक शब्दमा प्रभुसँगको सम्बन्ध छैन, यदि तपाईँको हरेक पाइला यात्रामा तपाईँसँग प्रभुको सम्बन्ध छैन, यदि तपाईँको हरेक सोचाइमा प्रभुसँगको त्यो एउटा सम्बन्ध छैन, तपाईँको हरेक विचारमा प्रभुसँगको विचार मिल्दैन भने त्यो अर्थहीन हुन्छ। किनभने स्वयं तपाईँ आफैलाई के परमेश्वर हुँ भन्ने बराबरको ठान्दै हुनुहुन्छ। तपाईँ योजना बनाउनुहोस्, तपाईँ इच्छा राख्नुहोस्, होइन? तर सबै प्रभुबाट होस्, त्यो सबै सुम्पिनुहोस्, उहाँमा जाहेर गर्नुहोस्, अनि प्राप्त हुन्छ। तर अर्को कुरा, तपाईँबाट केही मिस्टेक भएको छ भने प्रभु मलाई क्षमा गर्नुहोस्, म यहाँनिर चुकेको छु, प्रभु मलाई यो कुराले मलाई यहाँनिर फेरि पनि म लडेँ, प्रभु मलाई क्षमा गर्नुहोस्। प्रभु क्षमा गर्नुहुन्छ, दिनुहुन्छ। तर बारम्बार फेरि त्यही कुरालाई दोहोऱ्याउने प्रयास चाहिँ नगर्नुहोस्। प्रभुको वचनमा स्पष्ट लेखिएको छ, यदि कसैले जानाजान एक वा दुई भन्दा 3 चोटि त्यही गल्ती दोहोऱ्याउँछ भने त्यो पछिको पश्चाताप प्रभुले व्यवस्था गर्नुहुन्छ, तर क्षमा दिनुहुन्छ, तर तपाईँको रिजल्ट ढिलो आउन सक्छ। तबसम्म तपाईँ फेरि पछुताउनुपर्छ, रुनुपर्छ, उपवास बस्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सङ्गति गर्नुपर्छ, तपाईँले धेरै मेहनत गर्नुपर्छ। मानौ उदाहरणको लागि तपाईँले एउटा ठुलो घर बनाउनु भयो, हो? तपाईँलाई बस्न लायक तपाईँले रेडी गर्नुभयो, होइन? सबै कुरा मिलाउनु भयो, तपाईँले डेकोरेसन गर्नुभयो, पेन्टिङ गर्नुभयो, बेडरुम मिलाउनु भयो, किचन मिलाउनु भयो, सबै मिलाउनु भयो, तपाईँको वर्कसिप रुम मिलाउनु भयो, सबै मिलाउनु भयो। तर काहीँ कतैबाट त्यो बाई मिस्टेक त्यो घर लड्यो भने तपाईँलाई त्यो घर उठाउन कति टाइम लाग्छ? त्यस्तै हो, बारम्बार तपाईँले गल्ती दोहोऱ्याइराख्नुहुन्छ, पश्चाताप गर्नुहुन्छ, प्रभु क्षमा गर्नुहुन्छ, गल्ती गर्नुहुन्छ, पश्चाताप गर्नुहुन्छ, प्रभु क्षमा गर्नुहुन्छ, फेरि तपाईँ जानी तपाईँले त्यही पाप गर्दै हुनुहुन्छ भने प्रभुले व्यवस्था गर्नुहुन्छ। किनभने त्यो भनेको के हो? प्रभुलाई नोकर बनाएको कुरो हो नि त, होइन? त्यसैले तर प्रभुसँग तपाईँ नम्र हुन सिक्नुहोस्, प्रभुसँग निम्र निवेदन चढाउनुहोस्, प्रभुसँग माग्नुहोस्। प्रभु दिनुहुन्छ, भला हुनुहुन्छ, अनुग्रही, प्रेमिलो, दयालु परमेश्वर हुनुहुन्छ, होइन? उहाँले दिनुहुन्छ सही समयमा, उहाँले हामीलाई दिने कुरा सबै यथेष्टसँग उहाँलाई थाहा छ। तर कतिखेर हामी आत्तिन्छौँ, कतिखेर हामी धेरै अत्तालिन्छौँ, अनि भागदौड गर्छौँ, अनि हामी चाहिँ छिटो प्राप्त गर्नको लागि हामी असाध्यै हाम्रो हताश हुन्छौँ, चिन्तित हुन्छौँ। अनि तपाईँले सधैँ सकारात्मक सोच राख्नुहोस्। तपाईँसँग हरेक कुराको अभाव हुन सक्छ, कुनै बेला तपाईँ त्यो महसुस गर्नुहुन्छ, तर प्रभुले तपाईँलाई अभावमा राख्नुभएको हुँदैन। कतिखेर हाम्रो आफ्नै गल्तीको कारण हामी अभावमा डुब्न सक्छौँ। स्वीकार्नुहोस्, प्रभु तपाईँ भला हुनुहुन्छ, तपाईँ मलाई दिनुहुन्छ। प्रतिज्ञा पनि गर्नुभएको छ, जसले मेरा वचन पालन गर्छ, जसले मेरो बाटोमा हिँड्छ, जसले माग्छ म त्यसलाई दिनेछु, जसले झकझक्याउँछ त्यसको निहुँ ढोका उगारिनेछ। अझ जति तैले माग्छस् त्योभन्दा पनि बढी वर्ता गरेर चुलिएर पोखिने गरी म दिनेछु भनेर पनि प्रतिज्ञा पनि गर्नुभएको छ है, याद गर्नुहोस्। त्यसकारण सदैव, सदाकाल, सदा सर्वदै प्रभु परमेश्वर जीवित हुनुहुन्छ।
उहाँले हाम्रो निम्ति सबै कुराहरू मार्गदर्शन गर्नुभएको छ, मार्ग तय गर्न दिनुहुन्छ, उहाँले तयार गर्नुभएको छ, नआत्तिनु अवश्य दिनुहुन्छ। त्यसकारण हामी चाहिँ पश्चातापी हृदय हामीसँग हुनुपर्छ। कहाँनिर हामी चुक्दैछौँ त्यहाँनिर हामीले चाहिँ सोच्नुपर्ने हुन्छ है। हामी चुकेको कुरालाई, हामी गल्ती गरेको कुरालाई हामीले स्वीकार गर्नै पर्छ। यद्यपि हामी त्यो कुराहरूलाई स्वीकार गर्दैनौँ भने हामी कदापि पनि हामी माथि पुग्न सक्दैनौँ। धन्यवाद सम्पूर्णलाई यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। फेरि पनि जय मसी, ख्रीष्ट अभिवादन। अर्को भिडियोमा फेरि भेटौँला है त। तपाईँहरूलाई परमप्रभुले आशिष र अनुग्रह सदैव गर्नुभएको होस्। धन्यवाद।